But then some people, since there's less herders, the conflict is more targeted on a smaller group. So it's interesting. Cho means to go, and when we get aggressive, we go cho. It means to chase them away, and by whistle, like to chase them very quickly. Make them go away quickly. Yeah. And we do like them and chase them away. And when we use Stops. And when you go right, left. That's like left with left hand. And if you're in the field and the horse is loose, can you make it come? How? Sure. Sure. Okay. Yeah, that's right. Fantastic. सेनमार्क छ है यहाँ चाहिँ यहाँ कडा छ छ कस्तो सेन आउँछ छैन तातो हुन्छ त्यसो काँचै खाँदै गयो भने त किन यहाँ पैसा परसको त्यो चाइनिज परस हो नेपालमा आउँछ त्यो भत्ती नेपालको यतापट्टि सोलर छ नेपालमा पर छैन त्यो भत्ती नेपालमा आउँदैन पहिलाको क्याम्पमा केही पनि बस्दैन त्यहाँ त्यहाँ एउटा सिसी क्यामेरा छ अरू केही छैन मान्छे सब तलै बस्छ हिँड्नु सब तलैबाट हुन्छ माथिको गेट बन्द हो लिमेलबाट पहिला माथिबाट जान्थ्यो अहिले माथिबाट पनि जान पाउँदैन तलैबाट सेल्फी हान्नु दाइ हाम्रो ग्रुपले आयो ल आयो है आमा ह्यान्डसम भइरहेछ त के हो पुरै ह्यान्डसम भइरहेछ त हाम्रो गुरुले बिहा गरेछ बिहे गरिसक्यो त्यही भएर आज सेभ गरेर आयो चाइना पुगेर चाइनिज भएर आएको छ त चाइना पुगेको छैन नि चाइनाको फोटो पुल हो यो नाम कलमतासी लामा हो म अहिले हिल्सामा छु र यो हिल्सामा मेरो होटल मोक्ष नामको होटल रहेको छ जहाँ अहिले मसँग लगभग 19-20 वटा अट्याच बाथरुम भएको रुम छ एकदम फुल्ली हट वाटर र कोल्ड वाटर 24 आवर रनिङ वाटर छ अनि अब मैले सके जतिको सुविधा यहाँ दिने कोसिस गरिरहेको छु र यहाँ हुम्ला र कैलाश मानसरोवर तपाईहरु एक्सप्लोर गर्न चाहनुहुन्छ हुम्ला एक्सप्लोर गर्न चाहनुहुन्छ लिमी भ्याली एक्सप्लोर गर्न चाहनुहुन्छ भने मेरो ट्राभल एजेन्सी पनि रहेको छ त्यसको नाम छ तिसे कैलाश टुर्स एन्ड ट्राभल्स भन्ने र हामी अहिले रिसेन्टली हामी प्याकेज एउटा कैलाश मानसरोवरको लागि नेपाली हाम्रो लोकल्सहरुलाई स्पेशली लोकल्सहरुलाई हामीले टार्गेट गरेर एउटा एकदम सस्तो सुलभ प्याकेज बनाएर हामीले कैलाश मानसरोवर घुमाइरहेका छौं परिक्रमा हाम्रो 6 days 7 nights को एकदम छोटो मिठो प्याकेज रहेको छ जसमा हामीले मानसरोवर परिक्रमा कैलाश पर्वत परिक्रमा अनि तातापुरी भन्ने एकदम धार्मिक महत्व रहेको जुन हाम्रो बुद्धिस्ट र हिन्दूहरुको एकदम धार्मिक महत्व रहेको तातापुरी भन्ने जुनमा एकदम हट स्प्रिङ वाटर नेचुरल हट स्प्रिङ वाटर मुनिबाटै पुरै उम्लिरहेको पानी छ त्यहाँ पनि हामी घुमाउने अनि प्लस त्यसमा लोकल खोजार गुम्बा भन्ने माथि लोकल गुम्बाजहरु त छँदैछ अनि त्यो एकदम सस्तो एकदम छोटो समयमा सिधै एक्सप्लोर गर्न पाइन्छ त्यो चाहिँ हाम्रो दुईटा प्याकेज छ जुन सिमिकोट एउटा प्याकेज छ अनि एउटा हिल्सा प्याकेज छ अनि अगर यदि तपाईहरु इच्छुक हुनुहुन्छ भने
हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। धन्यवाद। नेट चल्दैन रहेछ कहाँ सो हेर्नुहोस् है हिल्सा उता पारि देखेको यो गाउँको नाम चाहिँ शेर गाउँ। तल बोर्डरको सेक्युरिटी चेक गर्ने ठाउँ अनि यताको टिन लागेको घरहरू चाहिँ नेपालमा पर्छ है, नेपालको हिल्सामा। यो नाम्का गाउँपालिकाले बनाएको चलिङ यहाँ छोड्दैन छ 3वटा। हिमसितको एकदमै राम्रो वासस्थान भएको ठाउँ। मिठो छ। सबै छामगाङ हो, छाम बस्नलाई बनाइएको। वरिपरि धेरै ठाउँमा छ यो पोर्सनमा सबै फोन नम्बर चाहिँ
अनि त्यहाँबाट खानाहरू यता पाक्ने हो। This is for water. 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 This is steam. Oh, it's not steam. Steam. Only 15 minutes. And